हेलो फ्रेन्ड्स, वेलकम टु द च्यानल। दसैँ सकिए लगतै तिहार आउँछ। तिहार आउनुभन्दा पहिले असोज महिना पर्छ। दसैँ तिहार पर्ने भएकोले पनि असोज महिना धेरै खास हुन्छ। त्यसबाहेक पनि यदि तपाईँ व्यापार व्यवसाय ओन गर्नुहुन्छ भने तपाईको लागि असोज महिना अझै बढी खास हुन्छ। आज हामी यस भिडियोमा असोज महिनामा के गर्नुपर्छ यसै विषयमा चर्चा गर्दैछौँ। Hello friends, welcome once again to the channel. Please like this video and do subscribe the channel and don't forget to hit the bell icon. असोज महिनामा दसैँ तिहार मात्रै पर्ने नभएर व्यापार व्यवसाय गर्नेको लागि पनि इम्पोर्टेन्ट हुन्छ। यदि तपाईले बिजनेस गर्नु हुँदैन, जब गर्नुहुन्छ भने त अफिस जाने आउने, तर बिजनेस ओन गर्नुहुन्छ भने बिजनेसको लागि तपाईले लोन पनि लिनुभएको होला। त्यसको ब्याज असोज महिनाभित्रमै बुझाउनु पर्छ। त्यसबाहेक पनि बिजनेस ओन गर्नुहुन्छ भने असोज महिनाको 25 गते भित्र भदौ महिनाको भ्याट फाइलिङ गर्नुपर्छ र भ्याट ड्यू भए त्यो पनि बुझाउनु पर्छ। यदि तपाईले चौमासिक रूपमा भ्याट फाइलिङ गर्नुहुन्छ भने असोज महिनामा पर्दैन, तर तपाईको कारोबार 1 करोड भन्दा बढी छ भने तपाईले मन्थली भ्याट फाइलिङ गर्नुपर्छ र त्यो असोज 25 भित्र नै गरिसक्नुपर्छ, अदरवाइज फाइन लाग्छ। त्यस्तै बिजनेसको एक्साइज पनि मन्थली फाइलिङ गर्नुपर्ने हो भने त्यो पनि असोज 25 भित्र नै फाइलिङ गरेर आएको एक्साइज बुझाउनुपर्छ, अदरवाइज त्यसमा पनि फाइन लाग्छ। भदौ महिनामा पे गरेको स्यालेरी, वेजेस र अरू कुनै डिडक्सनहरू, पेमेन्टका डिडक्सनहरूको टिडिएस पनि असोज 25 गते भित्र नै बुझाएर त्यसलाई पनि ई फाइलिङ गरिसकेको हुनुपर्छ। यो तपाईले मन्थली नै गर्नुपर्छ र असोज महिनामा पनि गर्नुपर्छ। दसैँ तिहार आयो भनेर यसलाई नबिर्सनु होला, अदरवाइज फाइन लाग्छ। त्यस्तै तपाईको एक्साइज मन्थली फाइलिङ गर्ने होइन, वर्षमा एकपटक मात्रै रिन्यू गर्ने, जस्तो होटल रेस्टुरेन्टहरू, सुर्ती चुरोटहरूको बिक्री वितरण गर्ने त्यस्तो एक्साइज हो र तपाईले साउन महिनामा रिन्यू गर्नु भएन या फेरि अहिलेसम्म पनि रिन्यू गर्नु भएको छैन भने आर्थिक वर्ष 82-83 को लागि असोज भित्र नै रिन्यू गर्नुपर्छ। हुन त यो साउनमै रिन्यू गर्नुपर्ने हो, यदि गर्नु भएन भने असोजमा गर्नुपर्छ, जसमा थोरै फाइन लाग्छ। असोज करोस हुँदा बित्तिकै फाइन फेरि आधा हुन जान्छ, मतलब असोजसम्म लाग्ने फाइनको डबल फाइन लाग्छ। त्यस्तै कम्पनी फर्महरूको अडिट गरेर इन्कम एक्सपेन्डिचर रिपोर्टहरू, पिएल स्टेटमेन्टहरू, ब्यालेन्स सिटहरू पनि असोज महिनाभित्रै सबमिट गरिसक्नुपर्छ र ट्याक्स बुझाउनु पर्ने छ भने पनि असोजमै बुझाउनुपर्छ। यदि तपाईको बिजनेस ठुलो छ, तपाईको ट्रान्जेक्सन 1 करोड भन्दा बढी छ भने तपाईले मङ्सिर महिनासम्मको लागि म्याद थप लिन सक्नुहुन्छ, जुन असोज मसान्त भित्रै लिनुपर्छ। प्राय जसो अडिट गर्दा म्याद थप लिने नै चलन छ। मङ्सिर मसान्तसम्म म्याद थप लिन सकिन्छ। म्याद थप असोज महिनामै लिनुपर्छ। यदि असोज महिनाभित्र फाइलिङ पिरियड एक्सटेन्सन लिन सकिएन भने कार्तिक महिनामा गएर यसलाई लिन सकिँदैन, त्यसपछि सिधा फाइन लागिहाल्छ। तर जति सको अडिट गरेर इन्कम एक्सपेन्डिचरहरूको रिपोर्ट असोज महिनाभित्रै बुझाएको राम्रो। असोज महिनामा बुझाउने लास्ट डेट पनि हो। तपाईको कारोबार अझै धेरै छ र मङ्सिरमा पनि बुझाउन सकिएन भने तपाईले पुस लास्टसम्म अन्तिम पटक म्याद थप त लिन सक्नुहुन्छ, तर 1 करोड 2 करोडको बिजनेसमा यो पोसिबल हुँदैन, लास्ट मङ्सिरसम्म नै हो। तर त्यसको लागि सुरुमा असोजमै एक्सटेन्सन लिनुपर्छ। यदि तपाईको आर्थिक वर्ष 81-82 को ट्रान्जेक्सन 1 करोड भन्दा कम छ भने तपाईले फाइलिङ पिरियड एक्सटेन्सन लिन मिल्दैन। जसरी पनि असोज महिनाभित्रमै अडिट गरेर सबमिट गरिसक्नुपर्छ। यदि तपाईको कारोबार 30 लाख भन्दा कम छ भने तपाईले D1 सबमिट गर्नुपर्छ र फेरि कारोबार 30 लाख भन्दा माथि 1 करोड भन्दा कम छ भने D2 सबमिट गर्नुपर्छ र यसको ट्याक्स पनि बुझाउनुपर्छ, जुन असोज महिनाभित्र मात्रै गर्न सकिन्छ। त्यसपछि असोज महिनाभन्दा अगाडि 1 दिन पनि जाँदा तपाईलाई फाइन लागिहाल्छ। कारोबार केही पनि छैन भने पनि तपाईले 0-0 राखेर इन्कम ट्याक्स रिटर्न भर्नुपर्छ। त्यो सबै असोज मसान्तभित्र भरिएन भने अर्को महिनाबाट फाइन लाग्न थाल्छ। यति हो असोज महिनामा मोटामोटी गर्नुपर्ने काम। भ्याट फाइलिङ, एक्साइज फाइलिङ र टिडिएस फाइलिङ असोज 25 गते भित्र गरिसक्नुपर्छ।
त्यस्तै इन्कम ट्याक्स फाइलिङ र म्याथ थप भने असोज मसान्तभित्र गर्दा हुन्छ। यति नै हो आजको यस भिडियोमा। तपाईलाई यो भिडियो कस्तो लाग्यो एउटा लाइक गर्नुहोला र हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनमा हिट गर्न नभुल्नुहोला, ताकि जब हामी कुनै नयाँ भिडियो अपलोड गर्छौं त्यसको नोटिफिकेसन सबैभन्दा पहिले तपाईलाई प्राप्त होस्।